यहाँ हाम्रो आज पनि काम चालु भइसकेको छ। तल 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 पुगिसकेको छौँ। यो बुद्ध शान्ति 4 जुनेली बस्ती एकता मार्गाटोल यसरी देख्न सक्नुहुन्छ। सबैजना तल हुनुहुन्छ, म पनि तलै थिएँ। अहिले म चाहिँ भिडियो बनाउनलाई यता माथि आएको। यहाँ देख्नुहुन्छ यसरी आफ्नै गाउँ आफै बनाउँ भन्ने अभियानमा एक भएर जुटिरहेछौँ। छरछिमेकी सबैजना यता देख्नुहुन्छ यसरी बार यता देख्न सक्नुहुन्छ। यसरी बोरा लगाएर ल्याएको अनि त्यस पछाडि यसरी अनि अस्ति मैले बोरा राखेको भिडियो बनाएको यता तल देख्न सक्नुहुन्छ। यहाँ वाडालाई जाली र ढुङ्गामा आएको थियौँ। यसपालि देशको हालतले गर्दा दिनु सक्नु भएन। अब अर्कोचोटि आउने बजेटमा हुन्छ होला आश गरिरहेको छौँ हामी अध्यक्षज्यूसँग। यसरी सबैजना लागिरहेको छौँ। सचिवज्यू, कोषाध्यक्ष, उपाध्यक्ष सबैजना ढाड पनि निक्लिने रहेछ। यताबाट भिडियो गर्नुपर्ने नयाँ नयाँ पर्यो कि त्यति साह्रो आउँदैन। यसरी सिक्दै जानु पर्ने रहेछ सबै कुरो। अब सेल्फी स्टिक पनि किन्नुपर्छ। अब किन्दै जानुपर्ने रहेछ। यहाँ हुनुहुन्छ कोषाध्यक्षज्यू, उहाँ चाहिँ मिस्त्री है। अनि सबैजनाले उहाँ काम गरेको ठाउँमा सबै बाटोहरू देखाउनुहुन्छ। पानीको धारा चाहिँ देखाउनुहुन्न भन्नुभयो कि, अनि त्यही भएर पानीको धारा पनि म तपाईँहरूलाई देखाउन गइरहेको छु। टक्कै यो चाहिँ बजार जाने बाटो। हाम्रो यता चाहिँ पानीको ट्याङ्की जाने बाटो, पानीको मुहान चाहिँ यो तरिकाको छ। यसरी धारा छ। यहाँबाट चर्चाबारीतिर लानुभएको छ ट्याङ्की बनाएर। हामीले चाहिँ यो पानी पिउने गर्छौँ। साह्रै गर्मी हुँदाखेरि नुहाउने गर्छौँ। यसरी हुँदै यो बाटो फेरि ग्याङ्मी डाँडातिर जान्छ। ग्याङ्मी डाँडाको हरूले खानुहुन्छ यताको पानी। यसो हुँदै यहाँनिर कालोपत्रे छ। यस्तो छ। तल फेरि यहाँ चर्चाबारीबाट लगेको पानी निकास भएर गएको बढी भएको त्यसरी छङछङ झरिरहेछ। यस्तै छ। गाउँले जीवन गाउँमै रमाउनु पर्यो। अब बस्तीमा बस्ने जिन्दगी पर्यो कि बस्तीमै रमाइलो, जहाँ जन्म्यो ती रमाउनु पर्छ अरे। यस्तो राम्रो पानी छ कि यहाँ आएर पिउनु सक्नुहुन्छ। यसो कोही कोही बेला हेर्नु आउनु सक्नुहुन्छ। साथीभाइ हो,